निर्मला पन्थको हत्यारा चाहिँ होइन पत्ता लागिसकेको छ। एकजना निडर बुवा आएर चाहिँ होइन सोसियल मिडियामा आएर चाहिँ उहाँले प्रष्ट रूपमा खुलासा गरिसक्नु भएको छ। निर्मला पन्थको हत्यारा चाहिँ होइन पूर्व गृहमन्त्री होइन रामबहादुर थापाको छोरा प्रतीक भन्नेले चाहिँ गरे रहेछ होइन। 7 वर्ष 8 महिनामा चाहिँ अहिले पत्ता लागेको छ होइन, खुलासा भइसकेको छ। एमालेको मान्छेहरू चाहिँ यति धेरै घटिया हुँदो रहेछ क्या होइन। केस त सकाए होइन, र त्यो केसलाई चाहिँ अहिलेसम्म 7 वर्ष 8 महिनासम्म चाहिँ लुकाएर राखेको छ साथीहरू होइन। यसलाई चाहिँ हामीले चाहिँ आवाज उठाउनु पर्छ। अब चुप लाएर बस्नु हुँदैन होइन। हाम्रो अस्ति भर्खर पनि इनिसा बुनुको हत्या भयो होइन, बलात्कार गरेर होइन। अब यो कुराहरू होइन फेरि पनि नहुनको लागि, यो केसहरू यस्तो घटनाहरू फेरि पनि नदोहोरिनको लागि चाहिँ हामीले आवाज उठाउनु पर्ने हुन्छ। निर्मला पन्थको घर परिवारको लागि चाहिँ हामीले आँट हौसला दिनुपर्छ होइन, सासो दिनुपर्छ। उहाँहरूलाई चाहिँ अपराधी चाहिँ होइन यत्रो वर्ष त लुक्यो होइन, अब चाहिँ यत्रो वर्ष चाहिँ होइन जिउँदो रहेर अब चाहिँ त्यसलाई बाँच्न दिनु हुँदैन। त्यसलाई चाहिँ होइन फाँसीको सजाय, त्यसलाई चाहिँ होइन सबै मिलेर त्यसलाई चाहिँ रोडमा लिएर चाहिँ होइन त्यसलाई चाहिँ झुन्डाएर मारिदिनु पर्छ होइन। त्यसलाई रोडमा चाहिँ होइन बेइज्जत गरेर त्यसलाई जुत्ताको माला लाएर चाहिँ होइन त्यसलाई फाँसीको सजाय हुनुपर्छ होइन।